आजको भिडियोमा हामीहरू कुरा गर्नवाला छौँ वेटस्टोन ब्रिज को बारेमा। वेटस्टोन ब्रिज भनेको के हो? जब 5 वटा रेसिस्टरलाई एउटा स्क्वायर वा रेक्टेंगलको लेन्थमा प्लोट गर्दा र एउटा रेसिस्टरलाई डायगोनलमा प्लोट गर्छ त्यसलाई नै वेटस्टोन ब्रिज भन्छौँ। वेटस्टोन ब्रिज हामीहरू बुझ्यौ। अब कुरा गर्छौँ बाइलेंस वेटस्टोन ब्रिजको बारेमा। बाइलेंस वेटस्टोन ब्रिज भनेको के हो? जब R1/R2 इक्वल टू R3/R4 यानी कि R1/R2 इक्वल टू R3/R4 यतिलाई नै बाइलेंस वेटस्टोन ब्रिज भन्छौँ। किनकि बाइलेंस यानी कि बाइलेंस भनेको इक्वल छ, त्यो कारणले बाइलेंस वेटस्टोन ब्रिज भन्छौँ। यति प्रुफ गर्यो भने हामीहरू यो थाहा भइहाल्छ कि यो बाइलेंस वेटस्टोन ब्रिज छ भनेर। अब यो प्रुफ कसरी गर्ने? सपोज दैट यो एउटा ब्याट्रीसँग कनेक्टेड छ, यो एउटा ब्याट्रीसँग कनेक्टेड छ अनि ब्याट्रीले भी पोटेन्शियल डिफरेन्स प्रोड्युस गर्छ र हाई करेन्ट। यहाँदेखि लिएर यहाँसम्मको पोटेन्शियल डिफरेन्स र करेन्ट दुईटै सेम छ। किन सेम छ? यहाँदेखि लिएर यहाँसम्मको बीचमा कुनै पनि रेसिस्टर लागेको छैन, त्यो कारणले यहाँदेखि लिएर यहाँसम्मको करेन्ट र पोटेन्शियल डिफरेन्स सेम छ। अब 5 वटा रेसिस्टर हामी कनेक्ट गरेछौँ R1, R2, R3, R4, R5 गरेर। अब करेन्ट यहाँबाट डिभाइड भइहाल्छ दुई डाइरेक्सनमा, एउटा यता। किन डिभाइड भइहाल्छ? किनकि दुईटा रेसिस्टर फरक डाइरेक्सनमा छ, त्यो कारणले करेन्ट पनि डिभाइड भइहाल्छ फरक डाइरेक्सनमा। यो I करेन्ट डिभाइड भयो I1 र I2 मा। अब सबैभन्दा इम्पोर्टेन्ट कुरा के हो भने वेटस्टोन ब्रिजमा R5 जुन छ त्योमा कुनै पनि करेन्ट फलो गर्दैन। के गर्दैन? करेन्ट फलो गर्दैन। कसै गर्दैन? किनकि यो I1 करेन्ट छ, यहाँ पनि I1 करेन्ट हुन्छ। किन हुन्छ? किनकि यहाँ कुनै पनि यहाँदेखि लिएर यहाँ यतातिर कुनै करेन्ट आएको छैन, कुनै पनि करेन्ट आएको छैन। यहाँ कुनै खपत भएन, यतातिर कुनै आएन त खपत भएन, पुरा यतातिर जान्छ। त्यो कारणले I1 यतातिर पुरा गयो अनि I2 मा पनि सेम। I2 करेन्ट यताबाट पास भयो, यतातिर गयो, यतातिर कुनै करेन्ट गएन। अनि यहाँको पोटेन्शियल डिफरेन्स र यहाँको पोटेन्शियल डिफरेन्स दुईटै सेम हुन्छ। किन सेम हुन्छ? किनकि यतातिर करेन्टको खपत त भएन, यतातिर करेन्ट आए गएन, त्यो कारणले यहाँको पोटेन्शियल डिफरेन्स र यहाँको पोटेन्शियल डिफरेन्स दुईटै सेम हुन्छ। अनि दुईटै पोटेन्शियल डिफरेन्स सेम हुन्छ, त्यसलाई यहाँको पोटेन्शियल डिफरेन्स जति लेट गर्छ त्यति यहाँ पनि लेख्न मिल्छ कि नै? मिल्छ। किन मिल्दैन? किनकि दुईटैको पोटेन्शियल डिफरेन्स त सेम छ, त्यो कारणले यहाँको पोटेन्शियल डिफरेन्सलाई यक्स एज्युम गरियो, यहाँको पनि तब यक्स हुन्छ। ठिक छ। अनि यहाँ पोटेन्शियल डिफरेन्स भी छ र यहाँ खपत भएर पोटेन्शियल डिफरेन्स यहाँ कति आयो त? 0। यहाँ पोटेन्शियल डिफरेन्स भी छ। अब रेसिस्टरमा त केही न केही पोटेन्शियल डिफरेन्स त खपत हुन्छ, त्यो खपत भयो अनि यहाँ पोटेन्शियल डिफरेन्स कति आयो त? 0। अब के गर्ने? एज्युम देयर इज नो करेन्ट इन मिड रेसिस्टर R5। यो R5 मा त कुनै करेन्ट फलो गर्दैन, त्यसलाई हामी नो करेन्ट इन मिड रेसिस्टर R5 लेखेछौँ। ठीक छ। X and Y have same potential, Vx equal to Vy equal to X। यहाँको पोटेन्शियल डिफरेन्स र यहाँको पोटेन्शियल डिफरेन्स दुईटै सेम हुन्छ। अहिले हामीहरू कुरा गरेको थियो पोटेन्शियल डिफरेन्स सेम हुन्छ, त्यसलाई Vx र Vy लाई डाइरेक्ट एकैचोटि हामी X लेट गरिदिएछौँ। यहाँको X र यहाँको X दुईटैलाई X गरिदिएछौँ। अब यहाँदेखि लिएर यहाँसम्मको पोटेन्शियल डिफरेन्स कति हुन्छ हामीहरूलाई थाहा छ, करेन्टको फर्मुला V/R हुन्छ भनेर। करेन्टको फर्मुला पोटेन्शियल डिफरेन्स बाइ रेजिस्टेन्स हुन्छ। अब पोटेन्शियल डिफरेन्स इक्वल टु करेन्ट इन्टु रेजिस्टेन्स हुन्छ। तब यहाँदेखि लिएर यहाँसम्मको पोटेन्शियल डिफरेन्स कति हुन्छ? V माइनस X R1 इन्टु I1। V माइनस X R1 इन्टु I1 लाई फर्स्ट इक्वेसन हामीहरू माने। के माने त? फर्स्ट इक्वेसन। त्यस्तै X माइनस 0, यहाँ त पोटेन्शियल डिफरेन्स 0 छ। X माइनस 0 पोटेन्शियल डिफरेन्स इक्वल टु I1 इन्टु R3। त्यसै X माइनस 0 इक्वल टु I1 इन्टु R3 लाई सेकेन्ड इक्वेसन माने। ठीक छ। अब V माइनस X, यो V माइनस X पोटेन्शियल डिफरेन्स इक्वल टु I2 इन्टु R2 लाई इक्वेसन 3। V माइनस X इक्वल टु I2 इन्टु R2 लाई इक्वेसन 3 मानियो। त्यस्तै X माइनस 0 इक्वल टु I2 इन्टु R4 हुन्छ। X माइनस 0 इक्वल टु I2 इन्टु R4 लाई इक्वेसन 4 मानियो। अब इक्वेसन फर्स्ट लाई डिभाइड गर्ने इक्वेसन 3 सँग, इक्वेसन 2 लाई डिभाइड गर्ने इक्वेसन 4 सँग।
के भने मैले इक्वेसन फर्स्टलाई डिभाइड गर्ने इक्वेसन 3 सँग इक्वेसन 2 लाई डिभाइड गर्ने इक्वेसन 4 सँग त्यस्तै गरेछौं हामीहरु b minus x divided by b minus x divided by b minus x equal to i1 minus r1 divided by i2 into r2 ठीक छ। अब b minus x divided by b minus x गर्दाखेरि यो 1 आउँछ अनि डिनोमिनेटर सेम छ त भने 1 आउँछ। अब डिनोमिनेटरलाई यतातिर लग्छौं i2 into r2 लाई यतातिर लाग्दाखेरि i2 into r2 हुन्छ यो इन्टुमा छ i1 त यतातिर गयो भने डिभाइडमा गइहाल्छ यतातिर r2 इन्टुमा छ त यतातिर गयो भने डिभाइडमा भइहाल्छ अनि त्यस्तै गरियो हामी i2 by i1 equal to r1 by r2। अब इक्वेसन 2 लाई डिभाइड गर्ने 4 सँग 2 लाई डिभाइड गर्ने 4 सँग x minus 0 divided by x minus 0 divided by x minus 0 i1 into r3 divided by i2 into r4 त्यस्तै गरियो डिनोमिनेटर से भने 1 आइहाल्यो डिभाइडमा छ यता पनि लग्ने i2 into r4 भइहाल्यो इक्वल टु i1 into r3 भइहाल्यो। अब यो इन्टुमा चाहिँ लग्यो भने डिभाइडमा गइहाल्छ i2 divided by i1 equal to r3 divided by r4 यसलाई इक्वेसन 4 मानियो 5 मानियो र यसलाई इक्वेसन 6 मानियो के मानियो त यसलाई इक्वेसन 5 र यसलाई इक्वेसन 6। अब i2 divided by i1 equal to r1 by r2 हुन्छ i2 divided by i1 यति छ i2 divided by i1 को सट्टामा यति हामी लेख्न मिल्छ कि मिल्दैन मिल्छ किन मिल्दैन किन i2 divided by i1 दुईटै सेम छ त्यसो भए r1 divided by r2 equal to r3 divided by r4 हुन्छ इक्वेसन 5 र इक्वेसन 6 ले गर्दा। अब इक्वेसन 5 र 6 ले गर्दा r1 divided by r2 equal to r3 by r4 भयो यो हाम्रो प्रुफ भइहाल्यो वेट स्टोन ब्रिज को। एकचोटी फेरि रिपिट गर्दिन्छु म यतिलाई ठीक छ। अब यहाँबाट कुनै ब्याट्रीबाट करेन्ट जान्छ र पोटेन्शियल डिफरेन्स जान्छ अनि दुईटा रेसिस्टर्स फरक डाइरेक्सनमा छ दुईटा रेसिस्टर फरक डाइरेक्सनमा छ यतातिर i1 मा डिभाइड भयो करेन्ट यतातिर i2 मा डिभाइड भयो यो रेसिस्टरलाई r1 र यो रेसिस्टर r2 मानेछौं यो बीचमा भएको रेसिस्टरमा कुनै पनि करेन्ट छैन किन छैन किनकि पूरा करेन्ट यतातिर आइहाल्यो यो हामीहरु एज्युम गरेछौं के गरेछौं एज्युम गरेछौं यतातिर करेन्ट छैन त्यसो भए यतातिर नै पुरै करेन्ट जान्छ यतातिर पुरा करेन्ट जान्छ अनि i2 लाई फेरि यतातिर कुनै पनि करेन्ट जाँदैन त डाइरेक्ट पुरा एकैचोटी यतातिर जान्छ त i2 करेन्ट भइहाल्यो अनि यतातिर पोटेन्शियल डिफरेन्स v छ खपत भएर केही यतातिर पोटेन्शियल डिफरेन्स कति आयो त 0 आयो कति आयो 0 यतातिर पोटेन्शियल डिफरेन्स v छ यही खपत भएर पोटेन्शियल डिफरेन्स यतातिर के आयो त 0 यति नै छ वेट स्टोन ब्रिजमा। अब के को बारेमा भिडियो चाहियो त्यो कमेन्ट गर्नु होला त्यो को बारेमा भिडियो बन्छ। यो धेरै इम्पोर्टेन्ट क्वेशन हो एक्जाममा जाँदाखेरि यसलाई 4-5 चोटी कपीमा प्र्याक्टिस गरे अनि जानु होला।